बुढो बोले जस्तो लाग्यो कहाँ भर्खर त्यो बुढो छ नि यो आफै पनि भन्नु नि यो बाले क्या अब यो अङ्कल हजुर जे भन्नु नि लाइक भाइ तैँले अब भाइ एकचोटिको कुल हुन्छ यार म भिडियोमा आउँदा त्यो घरिघरि मै आइरहेको नि भिडियोमा त्यो मजा आउँदैन क्या भाइ बुझ्नु भाइ त्यसरी चल्दैन नि यार भनेर त्यो बाजेले आफै भन्नुपर्ने हो क्या त्यो एस्टिमेट कि कल हो जसको आइडिया हो एकछिन बोल्नु मन लाग्यो तिमीहरूलाई थाहा छ नि म हिन्दीहरू काटिदिन्छु भनेर तर यहाँ कुरा के आयो भने नि यो मान्छे नै होला सायद यो 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 चस्मा लाउने यो निलो कपाल भएको यो मान्छे नै होला सायद त्यो छुवा तुने मेरो दिलको आग लगाइदिने भन्ने अनि त्योभन्दा पछाडि पनि अर्को कुन गाना बढी सेहर कि धुप्पा पाकी परि खोइ कि बम्बे वाली हो त्यो पनि यो मान्छेले गाएको होइन मैले एउटा कुरा याद गरेँ हो कि यो मान्छेले जहिले पनि कोरस चाहिँ राम्रै लिएर आउँदो रहेछ है नराम्रो चाहिँ लिएर आउँदैन रहेछ है यो मान्छे को हो यो मान्छे के हो यसको नाम Pingle 2WAR sent a super chat. AED 3.69. यो को यो नोर्जा होला भनेपछि यो नोर्जाको मलाई त्यो कोरसहरू चाहिँ राम्रो लाग्छ भाइ तैँले के बोलिस् यार यसरी नबोल्नु यो छुट्यो भने अनि रिसाउने काम पनि नगर्यो पिङ्गल 2 वार आज के हो पुरा युएमा के हुँदैछ तिमीहरूको अन्तिम दिनहरू आगे क्या हो भएको पैसा अब काम छैन अब के किन्न पनि मिल्दैन बरु दाइलाई पठाऊ भनेर पठाएको हो पठा भाइ सबै पठा त्यस्तो खासै चाहिँ लागेको छैन है अब रिस उठो होला कुन चाहिँ यहाँ कन्डो पोलिसको कुन चाहिँको पोलिरहेकोस् भाइ अझै त्यो कन्डोमा अझै तातो केही हालिदिनु पर्छ भाइ त भाइ गाइस तिमीहरूलाई उयो थाहा छ के अरे यो कन्डो भन्दा याद आयो के अरे यसको लागि फेरि एकदम भाग्यमानी हुनुपर्छ है गाइस एकदम भाग्यमानी हुनुपर्छ को भाग्यमानी भएको छ मलाई थाहा छैन कि तर लाइक ठिक्क त्यो कसरी भन्नु तिमीहरूको भन्दैछु फेरि भाग्यमानीले मात्रै हुन्छ नि यस्तो तिमीहरूको त्यो कन्डोको दुलोमा त्यो कोही बेला चिलाएको छ लाइक त्यो दुलोमा त्यो दुलोको त्यो राउन्ड एरियामा कोही बेला त्यो चिलाउँछ नि सबलाई चिलाउँछ चिलाएको छ तर ठिक्क त्यो कन्डोको दुलोमा चिलाएको बेला ठिक्क त्यो एउटा त्यो पाता आउनुपर्छ कि अनि त्यति बेला भाइ भुवाक्क पात दिनुपर्छ कि टाइमिङमै त्यो फुस्से पातले हुँदैन नि हो त्यो पात आएको बेला त्यो भुवाक्क पात्दै कि त्यो कन्डोको दुलो ठिक्क चिलाएको बेला त पात्दै कि त्यो पात भाइ निस्किँदाखेरि त्यो कस्तो चिलाइदियो अरे निस्किदिन्छ यार कन्याइदियो अरे बुझिनस्